यो कार्यक्रमका सभाध्यक्ष आदरणीय निर्वाचन मण्डलका संयोजक आदरणीय सहायक क्याम्पस प्रमुख तर्कराज भट्ट सर, प्रमुख अतिथि कैलालीबुङ क्याम्पसका क्याम्पस प्रमुख प्राध्यापक तोयराज भट्ट सर, त्यसैगरी सहायक क्याम्पस प्रमुखज्यू, कैलालीबुङ क्याम्पस प्राध्यापक सङ्घका इकाइ सभापतिज्यू र सम्पूर्ण कैलालीबुङ क्याम्पसका आदरणीय सरहरू, नवनिर्वाचित स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष पदाधिकारी साथीहरू र सम्पूर्ण सदस्य साथीहरू र कैलालीबुङ क्याम्पसका सबै विद्यार्थी साथीहरूलाई सर्वप्रथम मेरो व्यक्तिगत तर्फबाट निवर्तमान स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्षको तर्फबाट यहाँहरूलाई हार्दिक नमस्कार न्यानो अभिवादन व्यक्त गर्न चाहन्छु र सँगै नवनिर्वाचित स्वतन्त्र विद्यार्थी युनियनको सम्पूर्ण टिमलाई मेरो तर्फबाट यहाँहरूलाई हार्दिक हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु। सफल कार्यकालको शुभकामना व्यक्त गर्न चाहन्छु। हामी 2079 को चुनावपछि 2 वर्षीय कार्यकाल बितायौँ। त्यसपछि मेरो कार्यकालमा रहेका धेरै साथीहरू पनि अहिले निर्वाचित भएर आउनु भएको छ। मलाई लाग्छ हामीले 2 वर्षको यो काममा मेरो नेतृत्वमा तपाईँहरूले गरेका धेरै कामको थालनी गरेका छौँ। ती कामहरूलाई निरन्तरता दिनुहुनेछ, त्यसलाई थप व्यवस्थित बनाउनु हुनेछ, थप राम्रो बनाउनु हुनेछ भन्ने अपेक्षा राखेको छु। राम्रो बनाउनु होला भन्ने शुभकामना दिन चाहन्छु। कुनै ठाउँमा मैले सहयोग गर्नुपर्ने, सल्लाह दिनुपर्ने अथवा कुनै ठाउँमा मैले उपस्थित हुनुपर्ने ठाउँ छ भने त्यसको लागि पनि म तयार रहेको जानकारी गराउन चाहन्छु। हामी निर्वाचनमा जाँदै गर्दा संयोगले, रहरले होइन संयोगले म पनि उम्मेदवार हुन पुगेँ। 2 वर्षीय कार्यकाल बिताउँदै गर्दा कैलाली क्याम्पसमा मलाई लाग्छ अब कसैले प्रमाणै ल्याएर देखाइहाल्यो भने त अब त्यो कमजोरी स्वीकारौँला। तर मलाई लाग्छ मेरो 2 वर्षीय कार्यकालमा राम्रै गरे जस्तो लाग्छ। 2 वर्षीय कार्यकालमा सभापति हुँ भनेर कसैलाई रवाब देखाइएन, कोही सरहरूसँग फेरि चन्दा उठाइएन, कुनै गलत काममा लागिएन। समग्रमा क्याम्पस र विद्यार्थीहरूको पक्षमा, क्याम्पस विद्यार्थीहरूको पक्षमा मात्र होइन विद्यार्थीभन्दा बढी सरहरूको पक्षमा आवाज उठाइयो। बेला बेलामा सरहरूका लागि निर्वाचित भएको पहिलो काम नै हामी सापकोटा सर यहीँ हुनुहुन्छ, सबभन्दा पहिलो काम यहाँका क्याम्पसका आदरणीय सरहरू यो 77 सालमा समायोजन प्रक्रियामा गइसकेपछि सरहरू पीडित हुनुहुन्छ है। हाम्रा विद्यार्थी साथीहरूलाई राम्रो शिक्षा प्रदान गर्नको लागि सरहरू खुसी हुनु भएन भने, सरहरूले आफ्नो दिलबाट मेरो यो क्याम्पसमा भविष्य सुरक्षित छ भन्ने महसुस नगर्दासम्म हाम्रो शिक्षा प्रणाली, हाम्रो शिक्षाको गुणस्तर राम्रो हुँदैन भनेर हामीले यहाँका नागरिक समाज, विद्यार्थी सङ्गठन, पार्टीका नेताहरू, सांसद, मन्त्रीहरूलाई बोलाएर छलफल गऱ्यौँ। समायोजन प्रक्रिया टुङ्ग्याउनको लागि विश्वविद्यालयका पदाधिकारीहरूसँग बेला बेलामा छलफल गऱ्यौँ। योभन्दा अगाडिको चिफ सर हुनुहुन्थ्यो, उहाँलाई भिसी र रजिस्ट्रार एयरपोर्टमा आउनु भएको छ। काठमाडौँबाट आउँदाखेरि सर र मेरो सल्लाह भएको थियो सँगै गएर भेट्ने भन्ने, र भिसी रजिस्ट्रारले विद्यार्थी सङ्गठनका मान्छेलाई नबोलाउनु भन्नुभएको रहेछ। उहाँ एक्लै जानुभयो। त्यो थाहा पाएपछि म एक्लै गएर फेरि उहाँहरूसँग 1 घन्टा छलफल गरेर हाम्रो समायोजन प्रक्रिया नटुङ्गिदासम्म, सरहरूलाई खुसी बनाउँदासम्म शिक्षा प्रणाली राम्रो हुँदैन भनेर बेला बेलामा हामीले के अरे उहाँलाई मैले खबरदारी गरेँ। विश्वविद्यालयमा गयौँ टिम लगेर। केही समय अगाडि 2-3 महिना जति भयो सायद हामी काठमाडौँ पुग्यौँ। शिक्षा मन्त्री, प्रधानमन्त्रीसँग पनि भेट्ने कुरा थियो। शिक्षा मन्त्रीबाट पनि हामीले लिखित सहमति गरेर आयौँ। त्यहाँ मैले प्रस्तुत भएका कुराहरू यहाँहरू सबैले जानकारी पनि छ। भिसी, रजिस्ट्रार, सेवा आयोगका अध्यक्षहरूलाई मैले डाका आउ तिमीहरू पनि भनेको छु। हाम्रा सरहरूका लागि काम नगर्ने, फेरि सेवा अवधि थप्नुपर्ने, उहाँहरूका सेवा थपिराख्नुपर्ने, हाम्रा सरहरूका लागि तपाईँले अन्याय गर्ने भनेर मैले त्यहाँ लडाइँ पनि गरेको छु। त्यो सँगसँगै अब क्याम्पसमा विद्यार्थीहरूका लागि गरेका सबै गतिविधिहरू तपाईँहरू जानकारी नै हुनुहुन्छ। संयोगले योपालि अघि पनि भने मैले रहरले होइन संयोगले पार्टी सङ्गठनले विश्वास गरेर यहाँका विद्यार्थी साथीहरूसँग, यहाँका सरहरूलाई पनि यसो सल्लाह गर्दाखेरि फेरि एकपटक उम्मेदवार बनेर जानुपर्छ भन्दाखेरि उम्मेदवार भइयो। तर उम्मेदवार बन्दै गर्दा यो चुनावको सुरुवाती चरणदेखि मैले सौहार्दपूर्ण वातावरणमा जानुपर्छ भनेर बेला बेलामा छलफल चलाएँ। यहाँका सरहरूलाई आग्रह पनि गरेँ। गल्ती भएको ठाउँमा, मैले जानेको ठाउँमा सच्याउनु सर पनि भनेर पनि भने। तर सरहरूले त्यत्रो काम गरेको कम्तीमा भावनात्मक रूपमा पनि सोच्नुपर्ने हो कि एमराज जोशीले गलत गरेका छैन, मान्छे ठिकै हो। मुखनिर फेरि राम्रै भन्नुहुन्छ है सरहरूले।
भाइले त भयङ्कर गरे भन्नुहुन्छ, चिल्लो लाउनुहुन्छ। मलाई चिल्लो लाउनु त आवश्यक छैन। कसैले चिल्लो लाएर म ठुली हुने मान्छे पनि होइन। म आफ्नो क्षमतामा विश्वास गर्छु। आफ्नो क्षमताले यो देशको मन्त्री प्रधानमन्त्री बन्छु भन्ने अटुट लिएर हिँडेको मान्छे हुँ। चिल्लो लाउनुहुन्छ। तर निर्वाचनको प्रक्रियामा जाँदै गर्दा उहाँहरूले गरेका गतिविधि हेर्दाखेरि सर नमस्कार भन्न पनि लाज लागिरहेछ। साँच्चीकै भन्ने हो भने यस्ता गतिविधि गर्नुभयो, नमस्कार भन्न पनि लाज लाग्ने स्थितिमा पुगाउनु। सुरुको चरणमा विद्यार्थी नक्कली विद्यार्थी बनाउनु भएको छ सर, पक्नुस् भन्दा भन्दै उहाँहरूले विद्यार्थी नक्कली विद्यार्थी छन् भन्ने थाहा हुँदै त्यो प्रक्रियालाई अगाडि बढाउनु भयो। हामीले रोक्यौँ। राति 10-11 बजे घर हामी सुत्या बेला नामावली निकाल्नु, ठुलो शङ्का गर्ने ठाउँ थियो। त्यसपछिका चरणमा जाँदै गर्दाखेरि मतगणनामा त उहाँहरूले हामीलाई के गर्नुभयो, प्रशासन लगाएर हामीलाई बाहिर लखेटेर मतगणना गर्नुभएको छ। यस्ता गतिविधिहरू हेर्दाखेरि अब सहरको पदको हिसाबले नमस्कार त भन्नुपर्छ, तर उहाँहरूका व्यक्तिगत हिसाबले नमस्कार गर्न पनि अप्ठ्यारो छ। हेर्नुहोस्, कम्तीमा मलाई के लागेको थियो भने 2 वर्षको बिचमा उहाँहरूको लागि मैले गरेका गतिविधिहरू, गरेका सङ्घर्षहरू, विद्यार्थीका लागि हामी आउँदै गर्दाखेरि यो क्याम्पसमा विद्यार्थीको भर्नाको रेसियो कुन अवस्थामा थियो, हामी आइसकेपछि हामीले गरेका गतिविधिले गर्दा क्याम्पसमा विद्यार्थीहरूको गतिविधिहरू, विद्यार्थीहरू भर्नाको रेसियो, समाजले क्याम्पसमा हेर्ने दृष्टिकोण, मैले झन्डै 200-300वटा कार्यक्रमहरूमा बोलेँ होला। ती कार्यक्रमहरूमा अधिकांश कार्यक्रममा कैलाली क्याम्पस सुदूरपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पस बनिसकेपछि ध्वस्त हो, बर्बाद हो भन्नेहरूका विरुद्धमा चर्को स्वरमा बोलेको छु। क्याम्पस ध्वस्त भएको छैन। हामीसँग 22-25 जना पिएचडी गरेका सरहरू हुनुहुन्छ। त्यो खालको जनशक्ति हामीसँग छ। प्राविधिक विषय हामी पढाउँदैछौँ। किन ध्वस्त हुने? कसरी ध्वस्त हुन्छ? पढाउने विषय, पढ्ने विषय त्यही, पढाउने सरहरू त्यही, ध्वस्त हुन्छ भनेर मैले पटक छलफल गरेको छु। त्यो मेरो व्यक्तिगत लाभको लागि पनि थिएन। ठिक छ, अब अरू सङ्गठनका साथीहरूसँग हाम्रो प्रतिस्पर्धा थियो। फरक सङ्गठनका साथीहरूले आफू जित्नको लागि केही रणनीति अपनाउनुहुन्छ। सहरहरू पनि कुनै सङ्घ सङ्गठनसँग आबद्ध हुनु होला, तर यो लेभलमा यो लाजलाई पचाएर खुल्ला लेभलमा प्रचारमै हिँड्नुहुन्छ होला जस्तो त लागेको थिएन। टोलमा फेरि यो चुनाव हारेको आक्रोश पोख्यो पनि भन्नु होला, अलिअलि आक्रोश पनि हो, यो स्वाभाविक। त्योभन्दा महत्त्वपूर्ण कुरा के हो भने विद्यार्थीलाई, यहाँका सरहरूलाई सचेत गराउने कुरा पनि हो। टोलमा प्रचार गरेका प्रमाण मसँग छन्। कसैले खोज्यो भने म अहिले पनि राखिदिन सक्छु। अर्को कुरा लाइनमा प्रचार गरेका छन्। अर्को त्योभन्दा महत्त्वपूर्ण कुरा निर्वाचनमा मैले अघि भनिहालेँ नि, हामीलाई पुलिस लगाएर हामीलाई बाहिर लखेटेर मत काउन्टिङ गरिरहेको छ। यो लेभलका गतिविधिहरू गर्दाखेरि अलिअलि दुःख पनि लाग्यो, किनभने 2 वर्षसम्म काम गर्दै गर्दा यो लेभलको गतिविधि नगरिदिया भए हुन्थ्यो भन्ने पनि लागेको। मलाई त व्यक्तिगत रूपमा चुनाव अहिले आएको टिम पनि राम्रो टिम छ, मसँगै काम गरेका साथीहरू हुनुहुन्छ। काम गर्ने सवालमा पनि समस्या होला जस्तो लाग्दैन। तर यो समाज कहाँ पुग्ने भन्ने कुरा हो क्या। तपाईँहरू जस्ता शिक्षकले पढाएका विद्यार्थीहरू आज देशका राम्रा ठाउँमा छन्। यो कुरा बाहिर मिडियामा गयो भने यहाँका सरहरू लाइनमा विद्यार्थीको चुनावमा प्रचार गर्दै थियो भनेपछि सन्देश कहाँ पुग्छ भन्ने कुरा हो। फेरि उहाँहरू फेसबुकमा आदर्शका कुरा गर्नुहुन्छ। देश बनेन भनेर केपी ओली प्रचण्ड देउवालाई गाली गर्ने पनि उहाँहरू नै। देश बनाउने उहाँहरूका हैसियत हेर्दाखेरि उद्योग लाग्दो छ। हेर्नु साथी, यो अलिअलि आक्रोश पनि हो, यो चिन्ताको विषय पनि हो। कैलाली क्याम्पसलाई हामी म 2073 सालमा यो क्याम्पसमा आउँदै गर्दाखेरि यो मेरो व्यक्तिगत, अहिलेसम्म कोही पनि सरले यो एमराजले आफ्नो व्यक्तिगत स्वार्थको लागि यो काम गर्यो भनेर प्रमाण देखाओस्, त्यसपछि मैले भोग्नुपर्ने सजाय तयार छु। कुनै पनि मेरो स्वार्थको लागि काम गरिरहेको छु। तर सरहरूकै लेभलबाट यो खालको गतिविधि राम्रो चाहिँ होइन। अहिले चाहिँ मलाई हराउनु भयो तपाईँहरू, अब राम्रो केही प्राप्त गर्नु होला। तपाईँका पार्टीका नेताहरूले केही दिन्छु भन्नुभयो होला, पाउनु शुभकामना छ। कोही चिफ बन्नु होला, कोही सहायक चिफ बन्नु होला, शुभकामना पनि छ। तपाईँलाई चिफ बनाउने सवालमा मैले काहीँ बोल्नुपर्छ भने म तयार छु। तर कुरो के मात्रै हो भने पिएचडी गरेका बौद्धिक लेभलका मान्छेहरूले गर्ने गतिविधि यो राम्रो चाहिँ होइन। क्यान्टिनमा बस्दाखेरि उहाँहरूका गतिविधि हेर्छु म कहिले पनि, हाम्रो विद्यार्थीले पढ्न पाएको छैन, पाठ्य पुस्तक छैन, समस्या छ, विद्यार्थीहरूलाई राम्रो गुणस्तरीय शिक्षा दिनुपर्छ भनेर छलफल गरेको कहीँ सुन्दैन। म प्राध्यापक कसरी बन्ने, डिन बन्नलाई म कहाँ जाने, काहीँ अरू पदाधिकारी बनाइदिन्छन् कि काहीँ भनेर पार्टीका नेताहरूलाई भेट्ने, त्यो खालको गतिविधि चाहिँ अब नगर्नु होला। शुभकामना छ। तपाईँहरूले योगदान गर्नुभएको छ क्याम्पसलाई यो लेभलमा पुगाउनलाई, यहाँहरूको योगदान पनि छ। तर अब कम्तीमा विद्यार्थी साथीहरूका बिचमा यस्ता गतिविधि नगरिदिनु होला भन्ने शुभकामना दिन चाहन्छु।
र बाँकी क्याम्पसको विषयमा हामीले गर्नुपर्ने म निवर्तमान सभापति भए पनि म निराशा छैन। मैले अघि पनि भने यो समाज बनाउनको लागि, यो क्याम्पस राम्रो बनाउनको लागि, यो समाज राम्रो बनाउनको लागि समग्रमा देशको नेतृत्व, अघि पनि भने मैले यो देशको नेतृत्व गर्न सक्छु भनेर हिँडेको मान्छे हो। तपाईँहरूको आवश्यकता फेरि मलाई पऱ्यो भने म आग्रह गर्न आउँछु।